आज चाहिँ मैले ब्रोइलरको मासु खाने मन लागेर नजिकैको पसलमा गएर ब्रोइलरको मासु ल्याएर आएँ र घरमा ल्याएर मम्मीलाई चाहिँ मम्मी यो ब्रोइलरको मासु त पकाउनुहोस् भनेर भन्दाखेरि मम्मीले चाहिँ के ल्याएर आएछ ब्रोइलरसँगै मसलाहरू ल्याएछ नाइ भनेर सोध्नुभयो र मैले प्याज स्याज सबै ल्याए प्याज पनि ल्याएँ 1 किलो मासु न 1 किलो प्याज तपाईँ बनाउनु आफै बनाइयो आजकल परेन त धानो सानो परेन मम्मीले त आफै बना भन्दाखेरि त्यसपछि म चाहिँ रेडी भएर चाहिँ मसला ससला टक्क लाएर उल्कोमा पिस्न थालेँ पिसिसकेपछि मैले चट्ट लाएर टमाटर प्याजहरू काट्न थालेँ प्याज स्याज काटेपछि मैले चाहिँ आगो बालेर मजाले त्यसपछि हामी तपाईँको त्यो चाहिँ कराई बिसाएर कराईलाई तताउन राखेँ एकैछिनपछि कराई तातिसकेपछि मैले त्यसमा तेल हालेँ तेल हालिसकेपछि मैले त्यसमा लसुनहरू प्याजहरू मरमसला त्यसपछि मासुहरू राख्न थालेँ मासुलाई मजाले भुटेँ एकछिन भुटेँ मजाले पर भुटेँ अलिकति मासु तल लाग्दाखेरि मैले पानी हालेँ त्यस सँगसँगै मसलाहरू हालेँ त्यसपछि तपाईँदेखि सक्नुहुन्छ मसला हालिसकेपछि एकछिनपछि पाकिसकेपछि मासुले दिएको कलर कति राम्रो छ कलर यस्तै एकछिन अझै तपाईँको 5-10 मिनट अरू पकाएँ र मैले त्यसपछि भातलाई चाहिँ चुलोमा राखेर भात पनि पाकिसक्यो अब चाहिँ खानाको लागि रेडी भइसक्यो खाना अब चाहिँ हामी खाना खान्छौँ